छिमकेश्वरी मन्दिरमा यहाँलाई हार्दिक स्वागत गर्दछ। हेलो व्हाट्सअप गाइज, के छ खबर? सबैहरु सन्चै हुनुहुन्छ होला? हामी पनि सन्चै छौँ। आज चाहिँ हामी दुईजना भएर दर्शन गर्नको लागि छिमकेश्वरी मन्दिरमा जाँदैछौँ। अबुखरियानी गाउँपालिका रहेको यो छिमकेश्वरी मन्दिरमा दर्शन गर्न जाँदैछौँ। दर्शक पनि तपाईँले देख्न सक्नुहुन्छ, यो हाई एल्टिट्युडमा रहेको यो नयाँ खालको एउटा बिरुवा प्रजाति। यो चाहिँ हाम्रोतिर हुँदैन, यो एकदम उच्च स्थानमा मात्रै हुने, हाई एल्टिट्युडमा हुने एक खालको प्रजाति हो। नाम के हो मलाई पनि थाहा छैन। यदि तपाईँहरूलाई नाम थाहा भने कमेन्ट गर्न नबिर्सिदिनु होला। यो उकालोबाट आउने बाटोहरूमा चाहिँ यसरी लाली गुराँसलाई संरक्षण गरेको देख्दा एकदमै निकै खुसी लाग्यो मलाई। तपाईहरु देख्न सक्नुहुन्छ भिडियोमा लाली गुराँस संरक्षण। अब चाहिँ बल्ल यो स्टिलको रेलिङ हालेको बाटो आयो र निकै उकालो भएको भएर स्यास्या गर्दै हिँड्नु परेछ। श्वास प्रश्वासको चाहिँ दर बढेको छ। गाइस म त मर्दै त्यही पनि त्यही भयो। अझै 20 मिनेट हिँड्छ जस्तो कि करिब हामी चाहिँ 15 मिनट जस्तो यात्रा गरियो बाइक राखेर। अब पनि अझै 15 मिनट जस्तो बाँकी छ भन्नुहुन्छ। पसिनाले यस्तो भइरहेको छ। लाली गुराँसको बोट यदि हामी सिजनको समयमा आएको भए चाहिँ हामीले लाली गुराँसलाई देख्ने सुवर्ण अवसर पाउने थियौँ। यहाँदेखिको छ लाली गुराँस संरक्षण गरौँ, सभ्य नागरिक बनाऊ, फुल टिप्ने र हाँगा भाँच्ने कार्य नगरौँ। अनि त्यो उपरोक्त कार्य गरेको भेटिएमा रु 1000 जरिवाना लाग्नेछौ। छिमकेश्वरी पर्यटन विकास समिति, लाली गुराँस संरक्षण समिति। यहाँ त हिउँ पर्छ, समयमा आयो भने, सिजनको बेलामा आयो भने हिउँ पर्छ। अब चाहिँ बल्ल हामीले मन्दिर नजिक आइसकेको छौँ। नजिक मन्दिर पनि देखेको छौँ। करिब हाम्रो आधा घन्टाको हिँडाइपछि बल्ल मन्दिरमा आइपुग्यौँ। यहाँ पनि लाली गुराँस अहिले चाहिँ निर्माण कार्य चल्दै रहेछ। After 30 minutes walking we took here छिमकेश्वरी temple. छिमकेश्वरी
हेलो अब चाहिँ हामीलाई भर्खरै मात्र दर्शन गरेर भयो माथि छिम्कुसरी मन्दिरमा तल चाहिँ छिम्कुसरी मन्दिर बहिनी हुनुहुन्छ अरे त्यो भएर हामी तल जाँदैछौँ अब करिब यहाँबाट 10 मिनट हिँडेपछि तल पुग्छौँ मन्दिर माथि भयो के अरे छिम्कुसरीमा हाम्रो रक्षा गर्नु हामीलाई पर्थ्यो होला कस्तो देखियो नि मलाई एकदम राम्रो झन् निधारमा रातो टिका हुँदा त झिलिलले बलि छेउ बाजुन कताको होला सरी गली भ्या खाली पेट ए छिम्कुसरी अहिलेसम्म राम्रो गरिदिनु भएको छ अझै राम्रो गरिदिनुहोस् टिका लगाइदिनु पर्दैन 5-10 मिनट गर्नु त वेट हामी मेसिन हो के हुन्छ टिका लाग्नु मन ढोग्नु है ढोग्नु मातेको आतेको ताकेको सबै पुरा होस् दुईटा हात टिका लगाउनु पाइयो भने एउटा हातले मात्रै लाउनु पर्यो एउटा हातले क्यामेरा समाउनु पर्यो यस्तो ब्लगर भएपछि ल त्यो मलाई नलानु भयो नि हुन्छ ल अब किनकि घरमा दक्षिणा चाहिँ छैन मैले तपाईँ लानुपर्छ के खै त खुट्टै ढोगिदिएको एकछिन म तपाईँलाई चाहिँ ढोग्ने त्यस्तो कहाँ हुन्छ त्यो जुठो हुन्छ त्यस्तो त चौचौ गर्नु पर्यो कस्तो डुडो काम गर्छ सुड्डो त सुड्डो तपाईँलाई चाहिँ म त ढोग्नु त पहिला हेलो गाइज ल है अब हामी चाहिँ मन्दिर दर्शन गरेर आइसक्यौँ अब करिबको अब भोक पनि लाग्न लाग्यो त्यो भएर अब हामी चाहिँ घरतर्फ फर्किँदैछौँ अब ह्याप छर्न पऱ्यो अब के गर्ने भोक लाग्यो पेटमा मुसा दौड्यो अबको आजको दर्शन पनि राम्रो भयो सफल भयो निकै नै नयाँ ठाउँमा आएर यस ठाउँको अवलोकन गर्न पाइयो भ्रमण गर्न पाइयो अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ यो कहिले पनि नआएको ठाउँमा छिम्केश्वरी मन्दिरमा आएर दर्शन गर्न पाउँदा यो ठाउँमा अवलोकन गर्न पाउँदाखेरि निकै नै खुसी लाग्यो एकदमै भित्रबाट एउटा नयाँ खालको भाव जागेको छ र दर्शकहरू तपाईँ देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी छिम्कुसरी मन्दिरको नयाँ ठाउँ एक रमाइलो ठाउँमा आइपुगेका छौँ नेपालको झन्डा त्यति छ ल अहिले चाहिँ ढुँडी लागेको भएर केही देख्न सकिएन
यदि झोडी नभएको भए चाहिँ यहाँबाट चाहिँ क्लियर भ्यू आउने थियो होला एकदमै रमणीय जाडो भयो त है